15 वर्षको अनुभवमा मैले अहिले जति पैसा कहिले पनि कमाएको थिएन। खटाइ पनि छ, म पनि त्यही भन्थेँ। म पनि यो 30 रुपियाँ किलोमिटर पर्दैन, हावाका कुरा सुनिन्थ्यो होला भनिन्थ्यो। पछि गर्दै लाँदै गएपछि कोही टिप घाटा छ, दुःख लाग्छ। 17-18 किलोमिटरको 500 पनि हुँदैन। केही भयो अब त्यो कम्पनीले पनि मूल्याङ्कन गर्ला, त्यस्तामा नआउने कुरा छुट्टै हो। नत्र जेनुन टिप गर्नेलाई बोनस नआउने भन्ने पनि छैन। 7 किलोमिटरको यात्रा गऱ्यो भने जाम परेको ठाउँमा कोही बेला त्यो 7 किलोमिटर दूरी पार गर्न 1 घन्टा लाग्छ। हजुर। अनि त्यही पेसेन्जरको टिप रिपिट भयो, यो टिप फेक भन्ने चाहिँ त्यो चाहिँ गलत हो। हजुरको प्यासेन्जर रिपिट भएको छ कि नै? भएको छ मेरो भएको छ। दिने कम्पनीले दिने बोनस र कस्टमरबाट पाउने पैसाले गरेर हामीलाई 2-2.5 लाख कमाउनलाई गाह्रो छ। याङ्गो नै चलाएर। दाजुको शुभ नाम? मेरो नाम अर्जुन कार्की। हजुर। हजुरले याङ्गो चलाउन थाल्नुभएको कति भयो दाजु? 4 महिना। पहिलोचोटि त दाजुले कसरी चलाउनु भयो? जस्तै पहिलोचोटि त मैले साथीले भनेर हजुर याङ्गो आएको त थाहा थियो। मैले बाहिर बस्दाखेरि नि यस्तै याङ्गोको साथीहरूले याङ्गो यस्तो यस्तो हो, हाम्रो कम्पनीले यस्तो दिएको छ, तपाईँहरूलाई कम्पनीले दिएको पैसाले गर्दाखेरि तपाईँहरूलाई 50 रुपियाँ किलोमिटर घट्दैन, जोइन गर्नुहोस् भन्नुभएको थियो। हजुर। मैले अहिले अब हामी पठाउ इनड्राइभ चलाउँछु। हजुर। यो खास गरी सबै बुझेर बजारतिर अब कतिको चलपल हुँदो रहेछ त्यही अनुसारले गरौँला, गर्दिनँ भनेर मैले गरिनँ। हजुर। अनि मैले उहाँले गर्नुहोस् तपाईँलाई 50 रुपियाँ घट्दैन, ट्रिपमा किलोमिटरको 50 रुपियाँ घट्दैन भन्नुभएको थियो। हजुर। अनि मैले अहिले त म पठाउ चलाउँछु। पछि त्यतिखेर मेरो गाडी पुरानो थियो 800 मोडलको। हजुर हजुर। अब यो गाडी पनि मेरो चेन्ज हुन लागेछ, गर्दिनँ भने मानिनँ। हजुर। अनि पछि गाडी चेन्ज भएँ, चेन्ज गरेर यो नयाँ गाडी ल्याएँ। ल्याएपछि यस्तै पठाउ चलाउने साथीले चार्ज गर्ने ठाउँमा हजुर याङ्गो चलाउने साथीले गुरु याङ्गो चलाउनु के चलाउनुहुन्छ अनलाइन भन, म पठाएँ इनड्राइभ। यो याङ्गो पनि चलाउनु गुरु, टिप यसमा धेरै छ। यो कम्पनीले बोनस दिएको जोड्दाखेरि हामीलाई 50 रुपियाँ घट्दैन किलोमिटरको भन्नुभयो। हजुर। अनि होइन कहाँ यो 30 रुपियाँ नै पर्दैन अरे, यस्तो पनि कहाँ चलाउँछु म, 30 रुपियाँ किलोमिटर पनि पर्दैन अरे भने मैले उसलाई उल्लु बिल्लु बनाएँ। उसले मलाई धेरै सम्झाएर यस्तो यस्तो भने बुझाएपछि ल गरौँ त गरौँ, बुकिङ ल डाउनलोड गरौँ, रजिस्टर गरौँ भनेर त्यहीँ डाउनलोड गर्यो, रजिस्टर गर्यो। हजुर। अनि त्यसरी चलाउन थालेको। भोलिपल्ट टिप गरेँ, त्यो दिन भोलिपल्टै मैले 11 टिप गरेँ। हजुर। ठिकै लाग्यो। होइन पर्सि त 15 गर्छु भने हजुर गरेँ। हजुर। तेस्रो दिन 19 गर्छु भने लगातार फर्स्ट दिन 11, दोस्रो 15, तेस्रो दिन 19 टिप गरेँ मैले। अनि त्यहाँपछि त सधैँ 19 टिप। जस्तै हजुरको मिनिमम थोरैमा यति भएको छ महिनाको, धेरैमा यतिसम्म कति भएको छ? थोरैमा चाहिँ मिनिमम थोरैमा 2 लाख, थोरैमा 2 लाख, माथिमा 3 लाख, 2.5 लाख, 3 लाख। 3 लाख चाहिँ त्यही कार्तिक महिना हो, सधैँ महिना पुग्दैन। हजुर। हाइएस्ट चाहिँ 3 लाख कार्तिक महिनामा भयो मेरो। मात्र मिनिमम 2.5 लाख, 2.5 लाख। यो याङ्गो नै चलाउने हो भने पनि पछि अब कम्पनीले घोटाला गरेर बोनस सोनस दिएन, कटौती गर्यो भने नपुग्ला। हजुर। तर अहिलेकै एभरेजमा अहिले दिने कम्पनीले दिने बोनस र कस्टमरबाट पाउने पैसाले गरेर हामीलाई 2.5 लाख कमाउनलाई गाह्रो छ। याङ्गो नै चलाएर याङ्गो नै चलाएर जस 2.5 लाख चाहिँ कमाउनु गाह्रो छैन। त्यो अनि अर्को कुरा चाहिँ दाजु भाडा एकदम सस्तो छ भन्छन् नि याङ्गोमा? सस्तो, यसको टाढाको सस्तो छ। हजुर। अब पिकार टाइममा अलिकति डिमान्ड हाई छ भने लामो दुरीकोमा पनि खासै घाटा छैन। नत्र अलिकति बाटो खाली छ भने लामो दुरीको एकदमै घाटा छ। हजुर। टिप पुग्दैन, किलोमिटरको 50 त होइन 30 पनि पुग्दैन। हजुर। लामो टिपमा घाटा छ याङ्गो। हजुर। राम्रो छैन हेर्नु है, म दुःखको कुरा साथ भन्छु। लामो दुरीको लागि याङ्गोले पुग्ने बोनसै दिँदा पनि पुग्ने पैसा छैन। हजुर। छोटो दुरीको लागि एकदमै राम्रो छ, कुनै किलोमिटरको 100 रुपियाँ भन्दा माथि पर्न जान्छ। हजुर। छोटो दुरीको। अनि त्यो अब मेकअप एभरेजमा हेर्दाखेरि त साको बनाको बराबर होला। दिनैभरिको एभरेजमा क्यालकुलेसन गर्ने हो भने त ठिक छ, राम्रो छ। तर कुनै टिपमा दिनमै 18 टिप गोल लागिएको छ, 10 टिप चाहिँ लामो पर्दियो भने त्यो एभरेजमा 40 रुपियाँ किलोमिटर पनि पर किलोमिटर पर्न आउँदैन। त्यो कारणले लामो टिपको लागि याङ्गोमा घाटा छ, छोटो टिपको लागि भयङ्कर राम्रो छ। र यसलाई मेरो गुनासो याङ्गोले सुधार गरोस्, लामो टिपको लागि पनि पैसा चाहिँ किलोमिटरको 50 रुपियाँ पुग्ने हिसाबले क्यालकुलेसन गरिदियो भने सुनमा सुगन्ध हुने थियो एकदमै। अनि यो जुन ट्याक्सी ड्राइभरहरूले चाहिँ होइन
जस्तै जुनले चाहिँ होइन एङ्गोमा छैन कमाइ छैन भन्नेलाई चाहिँ हजुरले के भन्न चाहनुहुन्छ? होइन एङ्गोमा त नबुझ्नेहरूलाई एङ्गोमा कमाइ छैन, मिहिनेत गर्न पर्यो। टिप अब छोटो मात्रै खोजेर पनि भएन, अल्छी नगरिकन आएको। यसमा टिप धेरै आउँछ। हजुर, टिपलाई कम्ती छैन। हजुर, गर्न सक्नु पर्यो, अनलाइन बस्नु पर्यो। टिप नआउला कि खाली बस्नु पर्ला कि भन्नु छैन। मिहिनेत गरेर सानो ठुलो टाका टोका टिप गर्नेलाई एङ्गोमा कमाइ एकदमै छ। मेरो ट्याक्सी लाइन 15 वर्षको मेरो ट्याक्सीमा एक्सपिरियन्स, 15 वर्षको अनुभवमा मैले अहिले जति पैसा कहिले पनि कमाएको थिएन। खटाइ पनि छ, त्यो आफ्नो ठाउँमा छ। मिहिनेत नगरी त हुन्न होइन। हजुर, दुःख गर्नै पर्छ पैसा कमाउन। खाडी मुलुक गए पनि त्यही हो। बाहिर पनि म त विदेश गएर आएको मान्छे हुँ। हेर्नु 7 वर्ष दुबई बसेको। दुबईमा कति खट्यो भन्ने हामीलाई थाहा छ। त्यही खटाइ अनुसारले यहाँ अहिले गरिरहेको छ। त्यही खटाइ यदि नेपालमा खट्यो भने किन हुँदैन भन्नेले नै खटेको हिसाबले एङ्गोमा राम्रो छ। यसको त्यही दुःखको कुरा, लामो टिपमा अलिकति यसको रेट कम छ। हजुर, त्यो पनि सुधार हुन्छ। त्यो पनि सुधार भयो भने एकदमै राम्रो छ। र कमाइ छैन, एङ्गो घाटा छ भन्नेलाई चाहिँ अब एक दुईचोटि उनीहरूले चलाएर हेरुन् अनि मात्रै थाहा हुन्छ। पहिला त म नि त्यही भन्थेँ। हजुर, म पनि यो 30 रुपियाँ किलोमिटर पर्दैन, हावाका कुरा सुनिन्थ्यो होला भनिन्थ्यो। पछि गर्दै लाँदै गएपछि कोही टिप घाटा छ, दुःख लाग्छ। 17-18 किलोमिटरको 500 पनि हुँदैन, तर सधैँ त्यस्तो हुँदैन। भोलिपल्ट बोनस नै आउँछ। बोनस त आउँछ। बोनस त टाइममै 8 देखि 10 को बिचमा। हजुर, 8 बजेदेखि 8:15, 8:30देखि 10, 10:30 भित्रमा आउँछ बोनसमा त अब मेरो त कहिले पनि त्यस्तो नआउने भन्ने भएको छैन। अब त्यही टिप मैले एक दुईचोटि टिप कम्प्लिट गर्न सकिनँ, गोल्ड सेट त्यसमा आएन। नत्र चाहिँ मेरो चाहिँ बोनसमा त्यस्तो नआउने भन्ने छैन। अब हो, कम्पनीको रुल हुन्छ। अब कुनै टिप अब त्यस्तै भयो, फेक टिप भयो, के भयो, अब त्यो कम्पनीले पनि मूल्याङ्कन गर्ला। त्यस्तोमा नआउने कुरा छुट्टै हो। नत्र जेन्युन टिप गर्नेलाई बोनस नआउने भन्ने पनि छैन। जेन्युन टिप गर्नेलाई बोनसमा आएन, कम्पनीले खाइदियो भन्ने चाहिँ त्यो मलाई लाग्दैन। हजुरको देश अहिलेसम्म कहिले बोनस काटेको छ? मेरो अहिलेसम्म छैन। मैले टिप नपुऱ्याएर दुईचोटि तिनचोटि मैले आफैले गाडीको समस्याले गर्दा कम्प्लिट गर्न नसकेर पुर्याउन सकिनँ। हजुर, गोल्ड सिस्टम र त्यतिखेर पुगेन। तर मेरो लागि चाहिँ एङ्गोमा यो गोल्ड सिस्टम चाहिँ नभएकै जस्तो, नभए नै राम्रो लाग्छ। गोल्ड सिस्टम नराखेको ठिक लाग्छ मेरोमा चाहिँ। एङ्गोलाई बेस्ट सुझाव चाहिँ मेरो। हजुर, गोल्ड सिस्टम नराख्यो भने टार्गेट गरेको छ 18, कोही दिन म 6 बजे पुऱ्याइदिन्छु, तर मलाई अझै गर्न इच्छा हुन्छ। तर गोल्ड सिस्टम गोल्ड कम्प्लिट भइसक्यो त चाँदै पनि गर्न सकिँदैन। गोल्ड हुँदैन थियो भने त गरिन्छ 9 बजीसम्म पनि खटौँ भन्ने हुन्थ्यो। गोल्ड सिस्टम चाहिँ नराख्दैकै राम्रो हो मेरो लागि चाहिँ। एङ्गोलाई सुझाव गोल्ड सिस्टम चाहिँ नभएकै राम्रो। गोल्ड सिस्टम थिएन भने 18 को ठाउँमा 20 गरिन्थ्यो, 19 गरिन्थ्यो, 21 गरिन्थ्यो। अनि फेरि कोही दिन आफ्नो काम हुन्छ, गाडीमा समस्या आइदिन्छ, गोल्ड छ गोल्ड गइदिन्छ पुरा नभएर। अब गोल्ड हुँदैन थियो भने त 10 टिप गराएर नै ल कम्प्लिट भयो, ल गाडी साडी समस्या आयो भन्ने हुन्थ्यो। कोही आफन्तका जानुपर्ने हुन्छ, कोही पाहुना आउँछन् घरमा, होइन मेरो त 5 टिप बाँकी छ, एकछिन बस्दै गर्न भन्नु पनि पर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि गोल्ड सिस्टम चाहिँ नभइदिए हुन्थ्यो भन्ने मलाई लाग्छ। एङ्गोमा हजुरलाई होइन एकदमै दियोस् कि एकदमै प्रब्लम जस्तो अथवा केही कुरा चाहिँ एकदम प्रब्लम जस्तो चाहिँ के लाग्छ? होइन, अलिकति म्यापमा चाहिँ प्रब्लम छ है एङ्गोको। हजुर, म्यापमा चाहिँ एकुरेट लोकेसन, कस्टमरलाई एकुरेट लोकेसन आउँछ। हाम्रोमा वडा नम्बर 4, वडा नम्बर 10 काठमाडौँ भनेर आउँछ। काठमाडौँ वडा नम्बर 10 भनेर आउँछ। हामी काठमाडौँ महानगरमा होला भनिन्छ, तर त्यो पर्दिन्छ चन्दागिरी, गोकर्णेश्वर नगरपालिका, के अरे साँखु नगरपालिका, उहाँ के अरे तपाईँको यो ललितपुरको महालक्ष्मी नगरपालिका। अनि यसको म्यापमा समस्या छ। एकुरेट नाम कस्टमरको र हाम्रोमा सेम नाम आइदियोस्, लोकेसन सेम आइदियोस्। त्यो म्यापमा प्रब्लम छ। एङ्गोले सुधार गर्नुपर्ने, दुःख लागेको कुरा मलाई त्यो। अनि अब अरू त अलिअलि समस्या त भइहाल्छन्। हजुर, अनि त्यो क्यान्सल गर्दाखेरि पनि अब 10 प्रो माइनस हुन्छ। अब त्यो पनि कुनै कस्टमरले बुक गर्छ, फोन उठाइदिँदैन, रिसिभै गरिदिँदैन। हजुर, अब त्यो पनि अब सुधार भयो हुन्थ्यो भन्ने लाग्छ मलाई। अनि दाजुलाई के एङ्गोको जुन 23% बोनस अनि सर्च एरिया योहरू थाहा छ हजुर? थाहा छ। 23% र सर्च एरिया थाहा छ। 23% भनेको सीमित एरिया मात्रै हुन्छ। अब हामी चाहिँ काठमाडौँमा कहिले ललितपुर पुग्छौँ, कहिले भक्तपुर पुग्छौँ, कहिले चन्दागिरी पुग्छौँ, कहिले बुढा नीलकण्ठ पुग्छौँ। अब त्यो सबै एरियामा 23% हुन्न।
हजुर हजुर सीमित मेन भनेको चाहिँ मैले जति पनि 4 महिनाको अनुभव गरेँ 23% भनेको यो न्यू रोड एरिया बानेश्वर एरिया जुन एरिया डिमान्ड छ जुन एरियामा डिमान्ड छ त्यही एरियामा हुँदो रहेछ। अब अनि 23% भनेको चाहिँ हजुरलाई कस्तो हुन्छ भने जस्तै 1000 रुपियाँको टिप छ भने 230 चाहिँ कम्पनीले हालिदिने कम्पनीले हालिदिने हजुर त्यो चाहिँ कम्पनीले हालिदिने। सर्ज एरिया भने चाहिँ अब त्यो दिन प्यासेन्जरले त्यो ठाउँमा ट्याक्सी पाएको छैन, हजुर त्यो ठाउँमा गएर के अरे ट्याक्सी त्यो हजुर त डिमान्ड भएको ठाउँमा गएर ट्याक्सी दिनुभयो नि त सर्भिसिङ, त्यहाँ प्यासेन्जरले एक्स्ट्रा फी तिर्छ क्या हजुरलाई। जस एङ्गोमा जस खटेर गर्छु भने टिप चाहिँ छ होइन? खटेर गर्छु भने टिप छ, मजाले टिप छ। खटेर गर्छु भन्ने मान्छेलाई एङ्गोको 3 टिपदेखि 24 टिप म्याक्स मिनिमम 3 देखि 24 सम्मको गोल्ड सिस्टम। हजुर 24 टिप सम्ममा गोल्ड सिस्टममा खटेर गर्ने मान्छेले 24 टिप गरेर टिप पुर्याउन सक्दिनँ कि भने अब जामको प्रब्लम, जामले गर्दा अब टाइम लाग्ला। जस्तै 8 भएको ठाउँमा 10 पनि बज्दा, तर म 10 पैसा नै खट्छु किन नखट्ने म भन्ने हो भने यसको म्याक्सिमम 24 टिप जुनै पनि गाडीले मेहनत गर्ने ड्राइभरले पुर्याउन सक्छ। टिप छैन पुग्दैन भन्नु पर्दैन। हजुरको कुनै न कुनै साथीको त बोनस आएको छैन भन्ने प्रब्लम आयो होला होइन? आयो धेरै। उनीहरूको चाहिँ कस्तो रिभ्यू छ? उनीहरूले चाहिँ बोनस खाइदियो मेरो। के अरे टिप एउटै कस्टमरको टिप दोहोरियो, त्यसलाई त मैले गर्न लागेको थिइनँ, मलाई आइदिन्छ त के गर्नु भनेर गुनासो गरेँ। त्यो हो मलाई पनि परेको छ, एउटै कस्टमरको टिप अब आइदिन्छ। अब तर त्यसमा पनि अब मान्छे चढेको त्यही ठाउँमा चढ्यो कि चढेन, गन्तव्यमा पुग्यो कि पुगेन, त्यो पनि कम्पनीले लोकेट गरेर चाहिँ बोनस दियोस् मेरो गुनासो। किनभने कोही त सेम पर्न सक्छ, मलाई नै कोहीचोटि परेको छ, अनि लो तपाईँ त 3 चोटि दोहोरिनु भयो, अब के गर्नु, अब मिलाएर पैसा दिनुहोस् र राइड चाहिँ क्यान्सल गर्नुहोस्, अब अफलाइनकै हिसाबले जाउँ। अब यो बोनस चाहिँ मेरो यत्रो 6-9-10 टिप गरेकै क्ल्याप्स हुन्छ, अब यो 1 टिप फेक भयो भने मेरो 18 टिप गोल जान्छ भनेर त्यस्तो गऱ्यौँ। तर त्यसमा चाहिँ जस्तै 5 किलोमिटर 7 किलोमिटर यात्रा गर्दैछ कुनै कस्टमरले, त्यो ड्राइभरले 7 किलोमिटर बोनस खानको लागि त फेक टिप लिएर जाँदैन, गन्तव्यमा पुग्यो कि पुगेन त्यो चाहिँ हेर्नु पर्यो। सही ठाउँमा गएर मान्छे उठायो कि उठाएन, उसले लोकेसन कहाँ झर्ने हालेको थियो त्यो ठाउँमा झऱ्यो कि झरेन। त्यो झऱ्यो भने 7 किलोमिटरको यात्रा गऱ्यो भने जाम परेको ठाउँमा कोही बेला त्यो 7 किलोमिटर दूरी पार गर्न 1 घन्टा लाग्छ। हजुर अनि त्यही पेसेन्जरको टिप रिपिट भयो, यो टिप फेक भन्ने चाहिँ त्यो चाहिँ गलत हो। हजुरको प्यासेन्जर रिपिट भएको छ कि नै? भएको छ मेरो भएको छ। हजुरको बोनस आएको छ मेरो? हजुरको चाहिँ आएको छ प्यासेन्जर रिपिट पनि भएको छ, मेरो बोनस पनि आएको छ। एकै दिन 2टा कस्टमरले एयरपोर्ट जान्छ, सामान छोड्छ, गुरु म फेरि बानेश्वर फर्किने, ल बुकिङ गर्नुहोस्, मेरैमा बज्यो लान्छु, बजेन लान्न भनेर उनले फेरि बजाउँछ, अनि मेरैमा बज्यो मैले लिएर आएँ। म यहीँनिर रोकेँ क्या। जस्तै अब हजुरको त्यो प्यासेन्जर रिपिट हुन्छ, हजुरको त्यहाँ आउने, साथीको त्यहाँ नआउने, किन त्यस्तो हुन्छ भने त्यो हजुरको जुन साथीको काटियो नि, त्यो साथीले त्यो प्यासेन्जरलाई त्यो दिन मात्र होइन, त्यो दिनभन्दा अझै हप्तामा अझै धेरैचोटि बोकेर चाहिँ काटिन्छ क्या। त्यो होला, तर मैले त्यस्तो धेरै परेको छ। अब एक ठाउँ मान्छे छोड्न गएको हुन्छ, बरु म त्यही ठाउँ फर्किने है, ल हजुर बुकिङ गर्नुहोस्, अहिले त तपाईँलाई हामीलाई कम्पनीले पैसा दिन्थ्यो र तपाईँ 200मा आउनुभयो, अब तपाईँ त्यही 200 दिन्छु भनेर त पाउनु भएन। तपाईँ बुक गर्नुहोस्, मेरोमा एसेट भयो भने तपाईँ 200मा, होइन भने मलाई कम्पनीले 150 रुपियाँ थप्छ कि 350 तिर्नुहोस् कि राइड बुक गर्नुहोस् भन्छु म। बुक गर्नुहुन्छ मेरैमा बच्चा लिएर आउँछु, डबल पर्यो। धेरै दिन त्यस्तो परेको छ, कस्टमर अप एन्ड डाउन हुन्छन्, बोनस आइरहेछ, त्यसमा कुनै बोनस आइरहेछ, कस्टमर अप एन्ड डाउन धेरै पर्छन् मेरो। एयरपोर्ट लिन जाने हुन्छ, मान्छे झरेको हुन्छ डोमेस्टिकमा। अस्ति आम्बाउ लिन गएँ, छोरो गुरु फर्किने भयो, झरिसक्यो आम्बाउ, ल इन गरियो, बुकिङ गर्नुभयो, मेरैमा बज्यो, छोडेँ बानेश्वर। बोनस आयो भोलिपल्ट, तर मैले मान्छे सेम लिएर आएको छु, तर मैले फेक गरेको छुइनँ। त्यस्तोमा मेरो डबल रिपिट धेरै भएको छ। हजुर 100 टिप मेरो रिपिट भएको छ। तर त्यो प्यासेन्जर चाहिँ दिनमा रिपिट भएको छ, महिना, यो मतलब यो होइन कि हप्तामा चाहिँ भएको छैन? हप्तामा भएको छैन, दिनमा। हजुर हजुर हप्तामा चाहिँ हस्पिटल जाने 1-2 चोटि भएको छ, टिचिङ हस्पिटल डायलिसिस गर्न जाने बिरामी। हजुर मेरो घर